हेलो गाइस कुवेतको हिँड एकदम दामी छ है। आज चाहिँ पुरा हामी चाहिँ भिजिटमा निस्केका छौँ, टुरमा निस्केका छौँ। विदाउट कार, विदाउट मोटरसाइकल, विदाउट बस हामी पुरा हिँडेरै कुवेत भिजिट गर्ने तर्खरमा निस्केको। अनि मेरो साथमा दुईजना एकदम तातो घाममा हिँड्ने दमदार एकदम बलिया बलिया केटाहरू छ। म पनि केटै हुँ, यति चाहिँ छैन। अनि यो परको चाहिँ हसबियानेर पुगेका छौँ। यति बेला हसबियाको स्टेडियमतिर पुग्दैछौँ। हसबियाको स्टेडियम नजिकबाट पनि तपाईँहरूलाई देखाउँछु। अब चाहिँ एकदम हसबियाको मरुभूमि ठाउँमा मेरा चाहिँ एकदम घाम हल्का मात्रै लागेको छ, तालोमा आलु फल्नु लागेको छ। यहाँ चाहिँ हसबिया हो। के गर्ने, परदेशी जिन्दगी कामको दौरानमा घुमेछ के गर्नु। गाडी त 1 करोडको गाडी लिएको, तर चढ्ने बेलामा काम दिएन, त्यही भएर म हिँडिरहेको छु। देख्न सक्नुहुन्छ यो सबै बालु अगाडि अघि चाहिँ हामी सालमै पुगेर फर्केको अवस्था हो। सालमै पुगेर अहिले हसबिया पुगेको छु। यसै हाम्रो दौरान चाहिँ जबको खोजीमा जब पाउनुलाई निकै मुस्किल छ सबैजना। आजको यात्रा कस्तो छ केटा? आजको एकदम रमाइलो छ। राजेन्द्र, गर्मीले हैरान पर्यो। यस्तै छ जिन्दगी। जिन्दगीको गरेटोमा निकै अप्ठ्यारो कठिनै परिस्थितिहरू पनि यात्रा गर्नु पर्दो रहेछ। हामी एकदम 48 को टेम्परेचरमा हामी हिँडिरहेछौँ है। हामी एकदम दमदार मान्छे हो कि कुनै घाम पानीसँग हट्नेवाला छैन, त्यही भएर हामी एकदम हिँडिरहेछौँ। यी त हेर्न सक्नुहुन्छ। ओफ यस, धेरै मजा भइरहेको छ यार। अबको चिसो पासो सबै रोग सबै यो घामले निकाल्ने भयो, निकालेर चाहिँ फाल्ने भयो, निकाल्ने भयो भन्दा पनि हसबियाको राउन्ड बोर्ड यस्तो छ। यस्तो हिँडिरहेको छ, ट्याक्सी आइरहेको छ, ट्याक्सी चढ्नु मिल्दैन। ओह हल्ला खबर पुरा छ है। ओत लाग्नु त मन परेको थिएन, ठ्याक्कै बाटोमा मिलेछ ओत लागेको अवस्था। हेरिरहेको छ अहिले हसबियाको हाम्रो स्टेडियम पनि म तपाईँलाई देखाउँछु। पछाडि हेर्दै गर्नु होला, अगाडि हेर्दै जानु होला है त। बाटोमा हिँड्दा एउटा छाया रहेछ। यो छायाको पनि एउटा पखेटा चाहिँ निस्किगएको अवस्था यस्तो छ। ल त हसबियाको स्टुडियो अलिअलि देखिँदैछ यहाँनिर। हजुर नाइक भाडा देखाउँदैछु। जाँदैछु एकदम यो आश्चर्यको छ है। एकदम ठुलो स्टुडियम छ। यो चाहिँ कछुवाको आकारमा फैलिएको छ, एकदम ठुलो छ है। योभित्र चाहिँ पस्न पाइएको छैन, त हेर्नु बाहिरदेखि हेर्दा एकदम ठुलो आकर्षक छ जस्तो छ। बस्दै गयो भने मौका मिल्न सक्छ यहाँ छ्यानलाई। ल यहाँ देख्न सक्नुहुन्छ है हसबियाको एकदम स्टेडियम हो। यस्तो तरिकाले चाहिँ फैलिएको अवस्था छ। ओके गाइज, यो भिडियोमा तपाईँहरूलाई यति नै देखाउन सकेँ है। नेक्स्ट भिडियोमा फेरि भेट्ने बाचा गर्दै तपाईँहरूकै प्यारो साथी डालिदिनु होइन। यो हसबियाको स्टेडियमसँगै बिदा हुन चाहन्छु। हस्, नमस्ते।